नमस्ते सबैजनालाई फेरि लाग्यो फेरि अब आफ्नो गन्तव्यतिर लाग्यो अब फेरि बाघ हेर्न हामीहरू चाहिँ अनि बिहान देखिएको थियो फेरि गइरहेछौँ हेर्नुपर्छ गाइज है हेर्नुपर्छ के भन्नु छ भन्नु त केही छैन मनमा धेरै कुरा छन् अब त्यो बाघको बारेमा खेलिरहेछन् हिजो म चाहिँ खुस्केँ गैँडा हेर्ने बेला बाघ चाहिँ देखेन बिहान चाहिँ क्रस गरेको देखेँ है हो हिजोको कुरो है फेरि आजको कुरो होइन फेरि बाघ भेट्देला त त सुनौलो अवस्था छ नुहाइ धुवाइ गरेर आइगएछ के अरे हेरौँ है ए फेरि वनदेवीको पूजा गरेर अझै बाघै देखिने भनेर आएको हो अब के हुन्छ है देखिनु त पर्ने हो मेरो विचारमा पारादेखि थाहा भइसकेको थियो कता गर्छ बिहान उठेको नदीबाट गएको हो क्या त्यता गयो हामीहरू चाहिँ आइसकेका छौँ बाघ खोज्ने ठाउँमा होइन बाजे हो अहिले चाहिँ एकछिन भैँसी छ एकछिनमा जान्छ होला अनि बाजे बाघ देख्यो नि आज यस्तो राम्रो देखियो आज हामी त दुईजना मात्रै थियौँ फर्स्ट क्लास सट आछ सो बाघ देखियो आँखा फुटेको बाघ दुईजना मात्रै बवाल देखियो खतरा देखियो सो यसको झलक साँझ हुनेछ होइन बवाल सो अब चाहिँ हामी फर्किन लागिसक्यौँ बाघ भेट्यो राम्रो भयो अब भोलिको उसमा भेट होला के कसो बाजे ओके छ त बाघले त्यही भन्यो के अरे ल गाइज है ल फर्किँदैछौँ बबाल भयो देव बाजेसँग आज सान्तुले के भन्थ्यो राम्रो भयो ए बवाल भयो आजको सर्ट जस्तो राम्रो सर्ट त कहिले भन्नाले पाइन्थ्यो सर्ट कि तर आज दुईजना मात्रै भयो कि धेरै मान्छेले खिच्न पाएन फोटो धेरै मान्छे थिएन आज दुईजना मात्रै थियौँ बाघ भयो नि अब चाहिँ हामी फर्किसक्यौँ अब टाइम पनि भइसक्यो फर्किने अब अर्कोचोटि नेक्स्ट भिडियोमा अझ बेस्ट तपाईँलाई देखाउँछु बाघ हात्ती गैँडा चितुवा आई विल ट्राई है ल अर्को भिडियो भेटौँला सबैलाई बाई बाई